हेलो गाइस होइन आज फेरि मोमो बनाउनु आँटेको यो यत्रो बढी कोपीको अनि कोपी चाहिँ काटेँ त्यहाँबाट चाहिँ प्याज काटेँ होइन त्यहाँबाट धनियाँ र अदुवा काटेर ग्रेट गरेर पिठो मुछेँ अन्त मुछिसकेर चाहिँ किमा मुछेँ अन्त किमा मुछ्दै मुछ्दै मजाले सब मिक्स गरेँ यो चाहिँ डल्ला यो चाहिँ ठुल्ठुलो खाने नि त अन्त किमा अनि मैले चाहिँ यहाँ बेल्न थालेँ फर्स्टमा चाहिँ अन्त मोमो बनाएँ बेलिसकेर चाहिँ अनि यहाँ चाहिँ मोमो बनाइसकेँ मैले अन्त सुपको लागि मोमो पनि पाक्यो मोमो चाहिँ आगोमै पकाउँछु किनकि आगोमा बनाएको मोमो चाहिँ मिठो हुन्छ नि त तातो मोमो अनि सुपमा चाहिँ केही छैन त्यो डल्ला मात्रै हो बाबा चाहिँ यहाँ सरम मान्दैछ भिडियो बनाएर भनेर खानु भन्दा पनि खाएको छैन बाई बाई गाइस